होइन अहिले 15 मिनट कारोबार गर्दा पुरै अहिले त झन्डीमा आएको त गेम सक्यो नि त त्यही भएर यो 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 भनाइ नै गलत छ। 15 मिनट सर्किट लाएर अपरेटरले राख्न सक्दैन र सकिहाल्छ नि, यो त भन्ने बाटो मात्रै हो। होइन क्या, त्यो पहिला के हुन्छ भन्दाखेरि माइनर सर्किटमा रेन्ज खोल्ने अनि सर्किटमा मजाले ट्रेडरलाई बेच्ने, अनि ट्रेडरले के दिमागमा आउँथ्यो भन्दाखेरि ओहो माइनसमा किन्दाखेरि त आज प्लस लाग्छ 20% नाफा आउँछ भने किन्थ्यो नि, त्यो त बन्द भयो नि त अङ्कल अहिले। होइन अहिले पनि 15 मिनट टिकाएर अपरेटरले राख्न सकिहाल्छ नि माथिल्लो सर्किटमा, राख्न नसक्ने भन्ने सवालै छैन। मात्रै के हो भने मान्छे यस्तो हुन्छ नि त, मान्छे ढाँट्दा गर्दा धेरै ढाँटिएपछि त मान्छे बाटो पनि हुन्छ नि, त्यो बाटो भएको मात्रै हो। त्यो 15 मिनटकै कारणले नचलेको भन्ने कुरा चाहिँ गलत हो। तर अहिले सेन्टिमेन्ट चाहिँ पुरै मान्छेहरूको सेन्टिमेन्ट पुरै चेन्ज भयो नि। त्यो गलत कुरा हो दिपेनजी। अस्तिसम्म के अरे फन्डामेन्टल कम्पनीहरू हाइक्यापहरू चल्दैन थियो र मान्छे त्यसैमा जुमिया थिए। अहिले अरू पनि कम्पनी चल्न थाले, त्यसमा अलिकति भिड कम भएको मात्रै हो। ती चल्न छोडे अब चल्दैनन् भनेर ग्यारेन्टी गर्नु हुँदैन। हुन्छ, हस्, धन्यवाद दाजु। हस्, धन्यवाद। ल एकछिन है, हामीले मैले अहिले पनि भने काकाको यो आइडी हिजो मात्रै खोलेको, हामीले 1000 दिएर बिदा गर्ने लक्ष्य हो। सबै साथीले फलो गर्नु होला। आजै साथी बन्नुभयो भने स्थान पाइन्छ न त पाइन्न, म त साथी भइसकेँ। अब धेरै बाँकी छैन, एकदम थोरै बाँकी छ। आज 1000 दिएर बिदा गर्ने हो। घनश्याम ब्रदरको के छ सोधिहाल्नुहोस् त। घनश्याम ब्रदर काका नमस्कार। नमस्ते। अनि काका के छ त अब चाहिँ कुन कस्तो खालको स्किमहरू बढ्छ होला त? हाई क्यापहरूको सम्भावना कतिको छ? मिड क्याप अनि लो क्याप? सर, हामीले भनेको अब बजारको अहिले ट्रेन्ड बदलिएको छ। पहिला नाफा कमाउने कम्पनीहरू, बोनस बाँड्ने कम्पनीहरू बढ्छन् भनेर अनुमान गरिन्थ्यो, हामी अनुमान गर्थ्यौँ, त्यस्ता कम्पनीहरू किन्थ्यौँ, बढ्थ्यो। अहिले बजारलाई न नाफा चाहिएको छ न बोनस चाहिएको छ, बजारलाई केही पनि चाहिएको छैन। मात्रै अपरेटरहरू कुन कम्पनीमा छन्, कस्तो कम्पनी कुन अपरेटरले बढाउँदैछ त्यसका पछि मात्रै लागेको छ पुरै तपाईँको इन्भेस्टरको के अरे ट्रेडर्सहरूको जमात होइन। त्यही भएर अपरेटर कुनमा लाग्छ हामीलाई थाहा हुन्न। यो कुरो चाहिँ अपरेटरलाई सोध्नुपर्छ सर। अच्छा, हजुर। ल यता शारदा पौडेल सिस्टरको केही छ सोधिहाल्नुहोस् त। तल रिक्वेस्टमा अझै धेरैजना हुन्छ, रिक्वेस्ट प्रश्न नभएकोले रिक्वेस्ट नगरिदिनु, क्यान्सल गरिदिनुहोस् सबैजनाले। बाँकी लगेर अझै 1-2 जनालाई मैले लिन्छु, त्यो क्यान्सल गरिदिनु होला। प्रश्न नहुनेले क्यान्सल गरिदिनु होला प्लिज। एकदम धेरै रिक्वेस्ट भयो, नताने जस्तो हुने भयो। तान्दा पनि धेरैजना हुनुभयो कि प्रश्न जसको आइसकेको छ उहाँले चाहिँ त्यो क्यान्सल गरिदिनु होला। एबी खनाल सिस्टर त साइडमा हुनुहुन्छ, खनाल सिस्टर, उहाँको हजुर केही छ भने सोधिहाल्नुहोस् त। म भ्याउँछु कि भ्याइन्छ भने। तल 1-2 जना हुनुहुन्छ। खनाल सिस्टरको केही छ? फ्यान्स फलोवर्स बढाउँदा माथि नआइदिनुहोस्।